हामी चाहिँ यो अब भिडियोको स्टार्ट नै यही भयो आज होइन। मेलम्चीमा छौँ हामी। आमाङ्ग्री जाने भन्ने प्लान गरेको। यहाँ चाहिँ 5 पोखरी जानु भनेर दबाब भएको आइछ। बाइकमा 1.5 घन्टामा पुगिन्छ अरे। हामी सोचमा परेको भट्टे खै कता खास अब हामी कता जाने भयो? अब हामी 5 पोखरी हामी चाहिँ बाटोमा छौँ अझै। हाम्रो राइड्सहरू यो मैले त लट्ठी पनि ल्याएन भने लट्ठी त बुढापाका कति माया गरेको भट्टेले खै भट्टे यता हेर्दा कस्तो स्वागत तर एउटा कस्तो राम्रो गाउँ रहेछ है। त्यो परको ठाउँको नाम के रे? गुम्सा ल फेरि एकछिन अब बिसाउनु लाग्छ हामी। ल हामी अझै हिँडिरहेछौँ। अहिले चाहिँ टाइम 2:30 बज्यो। हामी तल मेलम्चीबाट चाहिँ 12 बजी हिँडेको हो। बाटो चाहिँ फुल अफ रोड छ। यहाँ चाहिँ पछाडि सब अन्न बालीहरू एकदम गाउँ पाक्ने बेला भइसकेको छ। यो चाहिँ एकदम राम्रो छ। मौसमले पनि साथ दिएको छ हामीलाई। ल यो बाटैबाट जाने हामी। बाटोमा चाहिँ एउटा कस्तो राम्रो झर्ना रहेछ। हामी चाहिँ अब देउराली भन्ने ठाउँ आइपुगेको छौँ होला। यहाँबाट चाहिँ हामीले बाइक राख्छौँ। बाइक राखिसकेपछि एकछिन खाजा खान्छौँ अनि त्यसपछि यहाँबाट हाम्रो ट्रेक चाहिँ सुरु हुन्छ। हामी चाहिँ भोटाङ हुँदै अहिले देउराली आइपुगेका छौँ। 5 पोखर चाहिँ यहाँबाट हिँडेर 12.4 किलोमिटर पर्दो रहेछ। ल अब हाम्रो ट्रेक यात्रा चाहिँ उयो पोइन्टबाट सुरु हुन्छ। अघिसम्म पानी परिरहेको थियो। अहिले चाहिँ मिठो छ। ठाडी उकालो छ। ओके दिस इज सेकेन्ड डे फ्रम आवर 5 पोखरी ट्रेक। हिजो रातभरि पानी पऱ्यो, मुसलधारे पानी पऱ्यो। रातभरि त परेन होला तर त्यसको फलस्वरूप चाहिँ आज क्लियर वेदर। हाम्रो रुम हो त्यो। जेनेरेटर बालेर मोबाइलहरू चार्ज गऱ्यौँ। अब नाउ विल बी अन आवर वे। हाम्रो साथी भट्टु र अहिले टाइम चाहिँ हाम्रो 7 o'clock भएको छ इन द मर्निङ। यहाँबाट 7 to 8 आवर्स लाग्छ अरे। हामी चाहिँ आज बसेको टुप्पी डाँडा विजय लामा होटल एन्ड लजमा बस्यौँ। अब यहाँबाट हामी जान्छौँ यो भ्यूको लागि हो नि त। यहाँ कस्तो राम्रो देखेको छ हिमालहरू। उयो पोइन्ट चाहिँ आमाङ्ग्री रे। हाम्रो जाने प्लान चाहिँ खासमा त्यहाँ भएको थियो। आमाङ्ग्रीबाट पनि उयो पोइन्टको हिमालहरू एकदम क्लियरली देखिँदो रहेछ। यहाँ बिचमा केही पहाडहरू छैन। सो त्यो पनि नेक्स्ट टाइमको लागि डेस्टिनेसन राख्न सकियो। कस्तो लागिरहेछ भट्टु? Right now we have reached चोका डाँडा। टुप्पी डाँडाबाट लगभग 3 घन्टा हिँडेर बस्दै हामी 4-5 ठाउँमै 5-6 ठाउँमै बसेर अब यो चाहिँ चोका डाँडा भन्ने ठाउँ छ। यहाँको होटल चाहिँ यो छ। यहाँ हामी खाना खान्छौँ अनि यसपछि 3 घन्टा लागेर एउटा ठाउँ
त्यहाँबाट छिम्तीबाट जम्मा 8.6 किलोमिटर छ। हामी त्यो देउर छिम्ती त्यो गाडी रोका थियो नि, त्यहाँबाट माथि देउराली चाहिँ हामी त्यहाँ बस्यो, बाइक साइक राख्यो। हामी 6 किलोमिटर हिँड्यौँ होला नि त। टोटल चाहिँ 8 छ। एलिभेसन गरेर सबै गरेर 8 किलोमिटर त्यति हिँड्यौँ। ल वेदरले एकदम साथ दिएको छ। अहिले चाहिँ टाइम 4:15 भइसक्यो। पानी परिरहेछ, हामी रेनकोट लगाएर हिँडिरहेछौँ। हामी जाने ठाउँ चाहिँ ऊ त्यहाँ माथि, अनि त्यसपछि ऊ त्यहाँ एउटा भर्याङ जस्तो देखिरहेछ, भर्याङ जस्तो देखिरहेछ। त्यो चढेपछि चाहिँ हामीले देख्न पाउँछौँ कि 5 पोखरी यस्तो छ। यो पुरै भिरालो यस्तो। ल म पनि हिँड्नै रहेछु। ठिक छ, यतिको बाटो भने ठिक छ। एकछिन पानी परेर चाहिँ दुःख दिएको थियो। रेनकोट लगाएपछि त्यो पनि घुँडाहरू त भिज्यो नि, त्यो पनि घुँडाहरू त सब भिजाएको छ। हो यस्तरी बस्दै जानु परिरहेछ। हामी आएको वहाँ परबाट कस्तो राम्रो ल्यान्डस्केप। आकाश खुलिरहेछ, ठ्याक्क सनसेट हुने टाइम भएको छ। त्यो मुन पनि अब एकछिन पानी परेर चाहिँ वेदर एकदम क्लियर भयो। यो चाहिँ माथि 5 पोखरीको हाम्रो आजको बस्ने ठाउँ कमान हल छ। एकदम थाक्यो आज, लगभग 12 घन्टा हिँड्यो। गुड नाइट। अब भोलिको फेरि खिच्दै गरौँ, भोलिको राम्रो राम्रो भ्यूहरू खिचौँ। ओके, गुड मर्निङ फ्रम 5 पोखरी बेस क्याम्प। रातभरि पानी पऱ्यो, आज चाहिँ टक्क मौसम खुलेको छ। अरू टिमहरू चाहिँ 4:30 बजी नै उठेर गए, हाम्रो साथीहरू चाहिँ भर्खर उठ्दैछन्। पानी पऱ्यो रातभरि। ऊ त 1-2वटा तल होटेलहरू छ, हामी बसेको होटेल चाहिँ यो भयो। अनि हामी हिजो सुतेको डिलक्स रुम चाहिँ यो भयो। ए अहिले चाहिँ यो एउटा लेक, यहाँ अर्को लेक, उता पर अर्को लेक, अनि यहाँ अरू लेक। भर्खर घाम झुल्किँदैछ। अरू भ्यू पोइन्टमा 4:30 बजी जाने मान्छेहरूले चाहिँ राम्रो देख्यो होला। अब चाहिँ हामी भ्यू पोइन्टतिरको बाटोमा लाग्दैछौँ। वरपरै रातो फुल हरेक भाइरल भिडियोमा देखिने छ। हल्का कुहिरो पनि यसो खुल्ला खुल्ला जस्तो छ। होप द भ्यू विल बी गुड। हामी माथिको मेन भ्यू पोइन्टमा जान नसक्यो भने हामीले बाटैका राता फुलेका फुलहरू र फोटो खिचेर आफ्नो मनोरञ्जन लियौँ। अब यसै गरी हामी हाम्रो होटेलमा फर्किन्छौँ। अहिले चाहिँ टाइम 9:34 जस्तो भएको छ। अहिलेको वेदर चाहिँ यस्तो छ। अब हामीले चाहिँ हाम्रो डिसेन्ट सुरु गऱ्यौँ। आज चाहिँ म्याक्सिमम हिँड्नुपर्ने आज फुल ओह्रालो। अब बाटोको हेर्दै जाउँ, खिच्दै जाउँ। ए अब जसरी उकालो आयो ओह्रालो पनि ठाडै छ। बिस्तारै तल जानुपर्छ हामीले। अहिले चाहिँ टाइम आज 3rd डेको 5 बजेको छ। हामी अझै 2 घन्टा हिँड्नुपर्छ होला। पानी पर्दै रेनकोट लाउँदै हामी अगाडि बढ्दैछौँ। टाइम चाहिँ भएको छ 42,000 स्टेप्स रे। टाइम चाहिँ भएको छ 7:30। हामीले चाहिँ बाइक राखेको ठाउँमा आइपुगेको छौँ। हाम्रो ट्रेकिङ यहीँबाट
एन्ड हुन्छ अब फेरि संयोग मिलेछ भने फर्केर आउनु पाऊ अब चाहिँ एकदम राम्रो ट्रेक हिँड्न सकिन्छ मजाले 4 दिनमा हाम्रो टोटल कम्प्लिट हुने भयो फर्किँदैछौँ कस्तो लाग्यो गाइजहरूलाई ट्रेक अब हाम्रो बाइकहरू यहाँ छ 3टा हामी आज उयो होटलमा बस्यौँ अब हाम्रो जाने डेस्टिनेसन छ यहाँबाट ल हिँडेको बाटो यही हो ल बाई बाई 5 पोखरी अन्टिल नेक्स्ट टाइम